यो ठाउँमा चाहिँ एकदमै मिठो सेकुवा पाउँदो रहेछ। सो आज चाहिँ म बेलुकाको 8 बजे रेडी भएर निस्किनु लागे र हामी चाहिँ जाने बेलामा एकछिन मिरर सेल्फी पनि लिइहाल्यौँ। त्यसपछि हामी बाहिर निस्केर जान थाल्यौँ अनि यतिकैमा हामी हाम्रो दमकमा रहेको यावा रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर पनि पुग्यौँ र त्यहाँ गएर पनि एकछिन सेल्फीहरू लियौँ। अनि यहाँ चाहिँ यस्तो पनि रहेछ, कल गरेर बोलाउनु पर्ने। हामीले पनि क्लिक गऱ्यौँ र हाम्रो मेन्यु आयो। हामी चाहिँ मेन्यु हेरेर अर्डर दिन लागेको थियौँ। अनि यतिकैमा हामीले चाहिँ अर्डरहरू पनि के हो भनेर अर्डरहरू पनि दिइहाल्यौँ। अनि हाम्रो फर्स्टमा आयो ससेस अनि हामीले चाहिँ ससेस पनि खायौँ। ससेस चाहिँ मलाई एकदमै मिठो लाग्छ, तर मलाई यो ससेसमा चाहिँ सस ल्याइदिनु भएको थियो। मेरो ओपिनियनमा चाहिँ मलाई ससेसमा यो सस भन्दाखेरि पनि अझै अचार ल्याइदिएको भए चाहिँ एकदमै मिठो हुन्थ्यो जस्तो लाग्यो। र यसपछि हाम्रो सेकुवा आयो। हामीले चाहिँ 2 जना भएको गरेर हाफ केजी सेकुवा अर्डर गरेको थियौँ। यो चाहिँ हेर्दा एकदम जुसी देखेको थियो, एकदमै मिठो थियो र हामीले चाहिँ वेट नगरिकन खानु स्टार्ट गऱ्यौँ र यसको स्वाद यति मिठो थियो। दमकमै यस्तो सेकुवा कर्नर भएपछि त हामी सिमसार जानै नपर्ने। पर केजी 600 रहेछ। हामीले चाहिँ हाफ केजी अर्डर गरेको थियौँ। 2 जनालाई इनफ भएको थियो। सेकुवाको लागि चाहिँ म हजुरहरू सबैजनालाई यो ठाउँ रिकमेन्ड गर्न चाहन्छु। एकदमै मिठो छ, हजुरहरू गएर पनि ट्राई गर्न सक्नुहुन्छ। र मलाई चाहिँ झोल मोमो पनि खानु मन लागेको गरेर अर्डर गरेँ र हामीले यत्तिकैमा खाइसक्यौँ। अब चाहिँ म उठ्न अलिक गाह्रो परेर म हेल्प लिँदैछु उठ्नलाई। अब हामी गयौँ, बाई।